नमस्कार। यो भिडियोमा हामी एसी जेनेरेटर कसरी काम गर्छ भनेर सिक्नेछौँ। यसमा एउटा तारको कुण्डली चुम्बकीय क्षेत्रमा घुम्छ र यसले अल्टरनेटिङ करेन्ट अर्थात् प्रत्यावर्ती धारा उत्पादन गर्छ। यो इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको सिद्धान्तमा आधारित छ। अब आधारभूत कुराबाट सुरु गरौँ। यहाँ चुम्बकले बनाएको चुम्बकीय क्षेत्र छ। यो क्षेत्र नीलो तीरहरूले देखाइएको छ, उत्तर ध्रुवबाट दक्षिण ध्रुवतिर। कुण्डली अहिले स्थिर छ। जब कुण्डलीमा चुम्बकीय फ्लक्स स्थिर हुन्छ तब कुनै पनि धारा उत्पादन हुँदैन। अब घुमाउने तयारी गरौँ। अब कुण्डली बिस्तारै घुमाउन सुरु गर्छौं। यो घुमाइ टर्बाइन जस्ता यन्त्रबाट आउने यान्त्रिक ऊर्जाले हुन्छ। घुम्दा कुण्डलीबाट गुज्रिने चुम्बकीय फ्लक्स बदलिन्छ। फ्याराडेको नियमअनुसार यसले ईएमएफ अर्थात् विद्युत चालक बल उत्पादन गर्छ। ग्राफमा ईएमएफ शून्यबाट बढ्न थाल्छ। कुण्डली 90 डिग्रीमा पुग्दा फ्लक्स बदलिने दर सबैभन्दा धेरै हुन्छ। यसले गर्दा ईएमएफ सबैभन्दा ठूलो सकारात्मक बन्छ। कुण्डलीमा धारा एउटा दिशामा बग्छ। यो धारा स्लिप रिङबाट बाहिरको सर्किटमा पुग्छ। अब कुण्डली 180 डिग्रीमा पुग्छ। फ्लक्स बदलिने दर शून्य हुन्छ, त्यसैले ईएमएफ पनि शून्य बन्छ। त्यसपछि घुम्दै जाँदा ईएमएफ ऋणात्मक अर्थात् नकारात्मक बन्छ। धारा कुण्डली र ब्रशमा उल्टो दिशामा बग्न थाल्छ। 270 डिग्रीमा पुग्दा फेरि फ्लक्स बदलिने दर सबैभन्दा धेरै तर उल्टो दिशामा हुन्छ। यसले ईएमएफको सबैभन्दा ठूलो नकारात्मक मान दिन्छ। ग्राफमा सुन्दर साइन वेभ बन्दैछ। पूर्ण एक चक्कर अर्थात् 360 डिग्री पूरा भएपछि कुण्डली सुरुको अवस्थामा फर्किन्छ। ग्राफमा एउटा पूरा साइन वेभ बन्छ। एक पटक एसी साइकल पूरा हुन्छ। यो प्रक्रिया हरेक चक्करमा दोहोरिन्छ। अब पूर्ण सेटअप हेर्नुहोस्। कुण्डली निरन्तर घुमिरहेको छ। ग्राफमा धेरै साइकलहरू देखिन्छन्। एसीको फ्रिक्वेन्सी भनेको प्रति सेकेन्ड कति चक्कर घुम्छ भन्ने हो। सामान्यतया पावर ग्रिडमा 50 वा 60 हर्ज एचजेड हुन्छ। यो भागमा स्लिप रिङ र ब्रश हेर्नुहोस्। कुण्डली 2 स्लिप रिङसँग जोडिएको छ। कार्बन ब्रशहरू त्यसमाथि स्लाइड गर्छन्। यसले तार बटारिने समस्या बिना नै अल्टरनेटिङ करेन्ट बाहिर निरन्तर पठाउँछ। व्यावहारिक रूपमा यो सानो हातले घुमाउने जेनेरेटरबाट ठूला पावर प्लान्टसम्म प्रयोग हुन्छ। ठूलामा स्टिम, पानी वा हावाको टर्बाइनले रोटर घुमाउँछन् र धेरै बिजुली उत्पादन गर्छन्। जेनेरेटरको दक्षता राम्रो बनाउन घर्षण, तारको प्रतिरोध जस्ता क्षति कम गर्नुपर्छ। राम्रो डिजाइनमा थोरै ताप बाहिर निस्कन्छ। आदर्श अवस्थामा आउटपुट सफा साइन वेभ हुन्छ। ठूला जेनेरेटरमा 3 वटा कुण्डली 120 डिग्रीको फरकमा राखिएका हुन्छन्। यसले 3 वटा फरक साइन वेभ दिन्छन्।